प्रधानमन्त्री बालन शाह हुनुहुन्छ। हजुर प्रधानमन्त्रीलाई चाहिँ के भन्न मन छ तपाईँको बस्तीको प्रतिनिधित्व गर्दै? सुकुम्बासी बस्तीका सबै मान्छेले चाहिँ सरकारलाई, प्रधानमन्त्रीलाई के भनेका छन्? अब यस्तो हो, अब हो हामी सरकारी जग्गामा बसेको हो होइन, हामी सरकारी जग्गामा बसे पनि यत्रो वर्षसम्म बसेको हामी अहिले हामीलाई ल्याएर दोधर उ गरेर त हामी कहाँ गएर बस्ने त नि? हाम्रो व्यवस्था त हुन पर्यो नि त। सरकारले तपाईँहरू बस्नुभएको जग्गा खाली गर्ने भनेको छ होइन? त्यो खाली गरे पछाडि तपाईँहरूलाई बस्ने ठाउँ, यदि तपाईँहरू साँच्चैको सुकुम्बासी हो भने, तपाईँहरूको अन्त कतै जग्गा छैन भने राम्रो ठाउँमा लगेर, सुविधा सम्पन्न ठाउँमा लगेर राख्छु भनेर सरकारले भनेको छ। यसमा दुःख मान्नुपर्ने कुरा के छ र? त्यस्तो हुन्न नि सर, पहिला व्यवस्था गर्नुपर्छ र अनि बल्ल सुकुम्बासी हटाउन पर्छ, नत्र भने हामी उठ्नेवाला छैन।